गुड मर्निङ सम्पूर्णलाई फेरि पनि म आज यो ट्रेडिसनल हाइपदेखि साइन्टिफिक हाइपमा म मौरी सार्दाखेरि चाकालाई कसरी बान्नुपर्ने कसरी सेट गर्नुपर्ने यो फ्रेममा ब्रुट फ्रेम भन्छ है यो बच्चा बस्ने फ्रेममा चाहिँ कसरी सेट गर्नुपर्ने त्यो तपाईँहरूलाई मैले देखाउँदैछु है। अनि यहाँ मैले लाबरको युज गरेको छु अनि फ्रेममा देख्नुहुँदैछ फ्रेममा तार छ तपाईँको है। अनि तारले चाहिँ एकदमै सजिलो हुन्छ हामी फ्रेम अड्काउनु अनि भोलि पर्सि मह काट्दा पनि है। तपाईँहरू जतिजना नयाँहरू हुन्छ तपाईँले यहाँ देख्न सक्नुहुन्छ यसरी हामीले तार युज गऱ्यो भने चाहिँ एकैजनाले पनि हामीले गर्न सक्छौँ। नभने हामीलाई 3जना जस्तो मान्छे चाहिन्छ, एउटाले बान्नु पऱ्यो एउटाले फ्रेम पक्रिनु पऱ्यो है। त्यो हिसाबले गर्दाखेरि अनि तपाईँले देख्नुहुँदैछ है यसलाई मैले यहाँ हाल्दैछु है राख्दैछु। अनि अर्को कुरो चाहिँ पहिला तपाईँले चाका काटेकोलाई यसरी ल्याउने हो है चाकालाई, त्यसपछि तपाईँले फ्रेम ल्याउनुपर्छ है। फ्रेम तपाईँले नाप्नुपर्छ अनि फ्रेम नाप्ने हो अनि कति बेसी चाहिँ कति भाग चाहिँ काट्नुपर्ने कति बेसी हुँदैछ त्यो अन्दाज गऱ्यो त्यहाँ तपाईँले काट्ने हो मजाले है। फ्रेमै राखेर काट्दा हुन्छ यसरी काट्दा हुन्छ है। अनि तपाईँले फ्रेम राख्ने हो। फेरि फ्रेम राखेर चाहिँ तपाईँले के गर्ने हो भन्दाखेरि तपाईँले तार भएकोमा चाहिँ त्यहाँ नाइफले काट्नुपर्छ, हामीले बिस्तारै काट्नुपर्छ है। त्यहाँ बच्चाहरू मर्छ त्यो केही पनि छैन, 15-20वटा बच्चा मरेर 1000वटा बच्चा सेभ हुन्छ यहाँनिर है। केही छैन, त्यो बोँडेको बच्चाहरूलाई तिनीहरूले निकालेर फाल्छ सबै है। अनि यसरी अल्काउने हो अनि यसलाई अलग्गै उचाल्ने हो ठाडो है। तपाईँले देख्नुहुँदैछ अलग्गै उचाल्नुपर्छ किनभने बच्चा मात्रै छ है, गरम छ त्यसले गर्दा माचिने चान्सेस हुन्छ। अनि रबर चाहिँ हामीले यसरी युज गर्नुपर्छ है। अनि यो रबर चाहिँ हामीले 3 दिन या 4 दिनभित्रमा निकाल्नुपर्छ। ढिलो निकाल्यो भने फेरि त्यहाँनिर मौरीलाई समस्या हुन्छ है, छिटो निकाल्नुपर्ने हुन्छ। अनि तिनीहरूले 3-4 दिनभित्रमा यो टालिहाल्छ है। अनि तपाईँ जतिजना नयाँ हुनुहुन्छ तपाईँहरूले यसरी युज गर्न सक्नुहुन्छ रबरहरू है। हामीले डोरी पनि युज गर्न सक्छौँ है, केराको दाम्चाहरू पनि युज गर्न सक्छौँ। तर तार छ भने चाहिँ तपाईँहरूले रबर युज गर्नु सजिलो एकदमै छिटो पनि हुन्छ है। अनि यहाँ तपाईँले देख्नुहुँदैछ यसरी राख्नुपर्छ है। अनि मेन